आज सिलेज गाउँ गैरेठारमा हाम्रो दाइ सन्दीपबीर युकेबाट आएको हो। पोखराबाट आज आएको आफ्नो पुरानो साथीहरूलाई भेट्नलाई। त्यही भएर अहिले साँझमा यहाँ गफसफ गरेर बसिरहेको एउटा झलक। अब साथीहरू सबै मिलेको खुसियालीमा गफसफ गर्दैछ। माला ताजे माला चाहे लोरी चाहिँ गोलमा नपाओ चाहिँ दाई चाहे धोसमा ताजो प्लोभा ताय ngolam मेना घार कुरा चाहिँ आम्ब चेता पसले चाहिँ ताजे काला चाहिँ शर्बन पिल्दै दे चाहिँ अभिलाल हाम्रो गैरीथरको के भन्छ मिउ त्यो दुर्गे त त चाहिँ तीन हो तानी ना मी लेम्बु दुर्गे जग्गु जग्गु अभिलाल ल है त अब के भन्छ साथी भन्ने कुरा बुढै भए पनि भेट्दाखेरि खुसी हुँदो रहेछ। अब एकपल्टको जिन्दगीमा पैसै मात्रै सबै कुछ होइन होइन। अब कहिलेकाहीँ अब भेटघाट गरेर दुःखसुखको कुराहरू पनि गर्नु पर्यो होइन। मलाई राम्रो लाग्यो, तपाईँहरूलाई कस्तो लाग्यो। हामी पनि फेरि यस्तै बुढो हुने पालो सबैको आउँछ। त्यही भएर छोरा नातिहरूले पनि ख्याल गर्नुपर्छ। आफ्नो बाबा बाजेहरू को छ सबैको सेवा गर्नुपर्छ भन्ने मेरो विचार छ। ल धन्यवाद।